सन् 2015 को अक्टोबर महिना अस्ट्रेलियाको मेलबर्न नजिकैको एप्पिङ शहरमा स्याम अब्राहम आफ्नी श्रीमती सोफिया र 7 वर्षीय छोरासँग शान्त र खुशी जीवन बिताइरहेका थिए। एप्पिङ एक सुन्दर उपनगर हो। हरियो पार्कहरू, सफा सडकहरू र परिवारहरूका लागि उपयुक्त घरहरूले भरिएको। स्याम र सोफिया दुवै केरलाको कुरवल गाउँका थिए। बाल्यकालका छिमेकी र साथी। दुवै चर्चको क्वायरमा सँगै गाउँथे, सँगै कलेज पढे। स्यामलाई गीत गाउन मन पर्थ्यो, सोफियालाई पनि। यो साझा रुचिले उनीहरूको मित्रता प्रेममा बदलियो। स्यामको परिवारले सुरुमा विरोध गरे। सोफियाको बुबा रिटायर्ड डिफेन्स अफिसर थिए, परिवारको राम्रो प्रतिष्ठा थियो। तर सोफियाको दया र सम्मानले सबैको मन जित्यो। 2008मा परम्परागत केरला क्रिस्चियन बिहे भयो। सेतो सारी, चर्चको घण्टी र आशीर्वादले भरिएको। 2009मा छोरा जन्मियो। स्याम दुबईमा फरेक्स कम्पनीमा काम गर्थे, सोफिया आइटीमा। सोफियाको दिदी अस्ट्रेलियामा नर्स थिइन्। उनले बोलाएपछि सोफिया छोरासँग गइन्। स्यामले पनि ट्रान्सफर लिएर आए। एप्पिङमा सानो घर लिए। बाहिरबाट सबै खुसी देखिन्थ्यो। स्याम मेहनती, सोफिया हेरचाह गर्ने, छोरा खेल्ने। हरेक वर्ष केरला गएर परिवारसँग समय बिताउँथे। तर स्यामलाई केही गडबड महसुस भइरहेको थियो। सोफियाको व्यवहार बदलिएको थियो। फोनमा लुकेर कुरा गर्ने, बाहिर जाने बहाना बनाउने। झगडा बढ्दै थियो। स्यामले शङ्का गर्थे, तर प्रमाण थिएन। अक्टोबर 2015मा परिवार केरला गए। 2 हप्ता रमाइलो गरे। फर्कने बेला 12 अक्टोबर स्यामले बुबालाई भने, प्रार्थना गर्नुहोस् म जीवित फर्कौँ, अर्को पटक ताबुतमा आउन सक्छु। नातेदारहरूलाई पनि यस्तै भने। सबैले मजाक ठाने, हाँसे, तर स्यामको अनुहार गम्भीर थियो। अस्ट्रेलिया फर्के। 14 अक्टोबरको राति डिनर गरेर सुते। भोलिपल्ट बिहान सोफिया उठिन्, भान्सामा गइन्, स्यामलाई उठाउन खोजिन्, तर स्याम उठेनन्। हल्का हल्लाइन्, नाम बोलाइन्, कुनै प्रतिक्रिया नआएपछि डर लाग्यो। जोडले हल्लाइन्, चर्को स्वरमा कराउन थालिन्। आँसु बग्यो। छिमेकीहरू दौडेर आए। एम्बुलेन्स बोलाए। प्यारामेडिक्सले जाँचेर भने स्याम धेरै अघि मरिसकेका छन्। सोफिया स्तब्ध भइन्, रोइकराइ गरिन्। 3 दिनपछि शव केरला पठाइयो। बुबाले खबर सुनेर बेहोस जस्तै भए। स्यामको अन्तिम शब्द सम्झे, ताबुतमा आउन सक्छु। 18 अक्टोबरमा शव घर आयो। बाल्यकालमा खेल्ने घर पछाडिको ठाउँमा गाडियो। गाउँ नै शोकमा डुब्यो। सोफिया 5 दिन रोइरहिन्, तर छोराको भविष्य र जागिरको लागि 24 अक्टोबरमा अस्ट्रेलिया फर्किइन्। यो अध्यायले देखाउँछ स्यामको जीवन शान्त र परिवार प्रेमी थियो, तर उनलाई मृत्युको अशुभ पूर्वानुमान थियो। सोफियाको शोक विश्वासयोग्य लाग्थ्यो, तर भित्र लुकेको रहस्य थियो। यो शान्त जीवनको अन्त्य मात्र हो। क्रूर सत्य अझै बाहिर आउन बाँकी थियो। स्याम अब्राहम र सोफियाको प्रेम कथा बाहिरबाट सुन्दर लाग्थ्यो, तर भित्र एउटा गहिरो रहस्य लुकेको थियो। यो रहस्य सोफियाको कलेज जीवनसँग जोडिएको थियो। सन् 2003मा स्याम MBAका लागि तमिलनाडुको दिङ्गुल गएका थिए। सोफिया कोट्टायमको महात्मा गान्धी इन्स्टिच्युटमा इलेक्ट्रोनिक्समा MSc पढ्दै थिइन्। त्यही उनको भेट अरुण कमलासनसँग भयो। अरुण पनि सोही कलेजमा पढ्थे। सुरुमा उनीहरू राम्रा साथी बने, सँगै पढ्ने, लाइब्रेरीमा बस्ने, क्यान्टिनमा चिया खाने। बिस्तारै यो मित्रता गहिरो भयो। सोफिया अरुणप्रति आकर्षित भइन्। उनले अरुणलाई प्रेम प्रस्ताव पनि गरिन्। दुवै बीच गहिरो सम्बन्ध बन्यो। सोफियाको मन अरुणमा डुब्यो, तर यो कुरा उनले स्यामलाई कहिल्यै भनिनन्। स्यामसँग उनको बाल्यकालको मित्रता र प्रेम थियो, तर अरुणसँग नयाँ जोस र आकर्षण। कलेज सकिएपछि अरुणले जागिर पाए र अलग भए। स्याम र सोफिया फेरि जोडिए। 2008मा बिहे भयो। सोफियाले अरुणको कुरा पुरै लुकाइन्। बिहेपछि छोरा जन्मियो। जीवन सामान्य चल्यो, तर सोफियाको मनमा अरुणको याद बारम्बार आउँथ्यो। उनले डायरीमा लेख्थिन्, म स्यामसँग खुसी छु, तर अरुणलाई बिर्सन सक्दिन। यो डायरी पछि प्रमाण बन्यो। सोफियाको दिदी अस्ट्रेलियामा नर्स थिइन्।
उनले सोफियालाई बोलाएपछि सोफिया छोरासँग अस्ट्रेलिया गइन्। यो अवसर सोफियाका लागि महत्त्वपूर्ण थियो किनकि अरुण पनि अस्ट्रेलियामै थिए। साम दुबईमा थिए, सोफिया अस्ट्रेलिया गइन्। सामले ओमान वा दुबईमा सँगै बसौँ भन्दा सोफियाले अस्ट्रेलिया नै रोजिन्। वास्तविक कारण अरुण थियो। अस्ट्रेलियामा सोफिया र अरुण फेरि नजिक भए। गुप्त मिटिङ, पार्कमा भेट, क्याफेमा कुराकानी। सोफियालाई लाग्यो अब कसैले रोक्न सक्दैन। सामले पनि ट्रान्सफर लिएर अस्ट्रेलिया आए। यो सोफियाका लागि समस्या बन्यो। साम घरमा हुन्थे, सोफियालाई अरुणसँग भेट्न गाह्रो भयो। झगडा बढ्यो। सामले सोध्थे, कहाँ जान्छौ? फोनमा कोसँग कुरा गर्छौ? सोफिया बहाना बनाउँथिन्। सामलाई शङ्का बढ्दै गयो, तर प्रमाण थिएन। सोफिया र अरुण बीच फोनमा लामो कुराकानी हुन थाल्यो। सोफियाले अरुणलाई भनिन्, हामी यो अवस्थामा कति दिन बस्ने? हामी सँगै बस्नुपर्छ, सामलाई बाटोबाट हटाउनुपर्छ। यो कुराले हत्याको बिउ रोप्यो। सोफिया र अरुणले योजना बनाउन थाले। सुरुमा सामलाई अलग गर्ने सोचे, तर सामले छोडेनन्। सोफियालाई लाग्यो साम बाँचुन्जेल अरुणसँग खुसी हुन सक्दिन। अरुणले पनि सहमत जनाए। दुवैले विषको योजना बनाए। सोफियाले सुताउने औषधि र सायनाइडको व्यवस्था गरिन्। अरुण घरभित्र लुकेर सहयोग गर्न तयार भए। हरेक वर्ष केरला जाँदा सामलाई अशुभ महसुस हुन थाल्यो। अक्टोबर 2015 को भिजिटमा उनले बुबालाई भने, मलाई लाग्छ म चाँडै मर्छु, मलाई हजुरबाको चिहान नजिक गाड्नुहोस्। यो पूर्वानुमान थियो। सामलाई सोफियाको व्यवहारबाट खतरा महसुस भइसकेको थियो, तर उनले कहिल्यै सोचेनन् आफ्नै श्रीमती र उनको प्रेमीले हत्या गर्नेछन्। यो अध्यायले सोफियाको दोहोरो जीवन देखाउँछ। सामसँग खुशी परिवारको नाटक, अरुणसँग गुप्त प्रेम र हत्याको योजना। ईर्ष्या, लोभ र विश्वासघातले सामको जीवनको अन्त्य नजिक ल्याउँदै थियो। सोफियाको मनमा अब केवल अरुण थियो, सामलाई हटाएर खुशी जीवनको सपना। तर यो सपना रगतमा डुब्नेवाला थियो। यो गुप्त प्रेमको कथा क्रूर हत्याको आधार बन्यो। सामको शङ्का सत्य थियो, तर उनले बचाउने मौका पाएनन्। 14 अक्टोबर 2015 को राति अस्ट्रेलियाको एपिङ स्थित साम र सोफियाको घरमा बत्ती निभिसकेको थियो। साम कामबाट थकित भएर फर्केका थिए। सोफियाले मुस्कुराउँदै भान्साबाट एभोकाडो मिल्कसेक लिएर आइन्। तिमीलाई मनपर्ने बनाएकी छु, उनले भनिन्। सामले विश्वास गरे। गिलास हातमा लिएर पिए। स्वाद सामान्य थियो, तर केही मिनेटमै उनको टाउको भारी भयो। आँखा धमिलो हुन थाल्यो। उनी सोफीमा बस्दा बस्दै बेहोस भए। सोफिया मुस्कुराइन्। योजना अनुसार पहिलो चरण सफल भयो। मिल्कसेकमा उनले सुटाउने औषधि सेडेटिभ मिसाएकी थिइन्। घरभित्र अरुण कमलासन लुकेर बसेका थिए। सोफियाले ढोका खोलिन्। अरुण भित्र बसे। दुवैले बेहोस सामलाई हेरे। सोफियाको अनुहारमा डर र उत्साह मिसिएको थियो। अरुणले शान्त स्वरमा भने, अब सुन्तला जुस बनाऊ। सोफिया भान्सातिर गइन्। उनले सुन्तला निचोरेर जुस बनाइन्। अरुणले आफ्नो झोलाबाट सायनाइडको सानो बोतल निकाले। यो घातक विष उनले पहिले नै व्यवस्था गरेका थिए। दुवैले जुसमा सायनाइड मिसाए, यति मात्रा कि केही मिनेटमै मृत्यु निश्चित होस्। साम अझै बेहोस थिए। दुवैले उनको टाउको उठाएर जुस मुखमा खन्याए। सामको शरीरले प्रतिक्रिया गर्न थाल्यो। मुखबाट सेतो फिज निस्कियो। शरीर काम्यो, हातखुट्टा बाङ्गिए, सास छोटो छोटो हुन थाल्यो। सामको आँखा खुल्ने प्रयास गरे, तर धमिलो देखे। उनले केही बोल्न खोजे, तर आवाज निस्केन। सायनाइडले उनको रगतमा अक्सिजन पुग्न रोकेको थियो। मस्तिष्कमा विष फैलियो। केही मिनेटमै सामको शरीर स्थिर भयो। अन्तिम सास बन्द भयो। साम मरे। अरुण र सोफियाले एकअर्कालाई हेरे। सोफियाको हात काँपिरहेको थियो, तर अरुणले शान्त पार्यो। सब ठीक भयो, उनले भने। दुवैले घर सफा गरे। जुसको गिलास माझे, मिल्कसेकको गिलास लुकाए। अरुण बाहिर निस्के। सोफिया सामको लास छेउमा सुतिन्। उनलाई लाग्यो अब सबै उनको र अरुणको हुन्छ। राति उनले निदाइन्, लास छेउमा। भोलिपल्ट बिहान सोफिया उठिन्। उनले नाटक सुरु गरिन्। सामलाई उठाउन खोजिन्, हल्लाइन्। साम, उठन। आवाज सामान्य थियो, तर जब प्रतिक्रिया नआएपछि उनले चर्को स्वरमा कराउन थालिन्। आँसु बगाइन्। छिमेकीहरू दौडेर आए। सोफियाले रोई कराई गरिन्, मेरो श्रीमान, उनी उठ्दैनन्। एम्बुलेन्स आयो। प्यारामेडिक्सले जाँचेर भने धेरै अघि मरिसकेका छन्। हार्ट अट्याक जस्तो देखिन्छ। सोफियाको अभिनय यति विश्वासयोग्य थियो कि पुलिसले पनि प्राकृतिक मृत्यु ठाने, कुनै शङ्का गरेनन्। शव केरला पठाइयो। सोफिया 5 दिन रोइरहिन्। गाउँलेलाई लाग्यो उनी टुटेकी छिन्, तर भित्र उनी राहत महसुस गर्दै थिइन्। 24 अक्टोबरमा छोरासँग अस्ट्रेलिया फर्किन्। अब खुलेर बस्न सक्थिन्। सामको कार अरुणको नाममा गरिन्। सबै पैसा जोइन्ट अकाउन्टमा ट्रान्सफर गरिन्। दुवैले नयाँ जीवन सुरु गरे। सोफियालाई लाग्यो रहस्य सधैँ लुकेर रहन्छ, तर यो क्रूरता केवल हत्यामा सीमित थिएन, यो विश्वासघात थियो। बाल्यकालको साथी, श्रीमान र छोराको बुबालाई विष दिएर मार्ने। सामको अन्तिम शब्द ताबुतमा फर्कन सक्छु सत्य भयो।
सोफिया र अरुणको प्रेम रगतमा डुब्यो। यो अध्यायले देखाउँछ प्रेमको नाममा कति क्रूर हुन सकिन्छ मानिस। साइनाइडले सामको शरीर मार्यो, तर सोफियाको विश्वासघातले उनको आत्मालाई। यो हत्या योजना सफल भयो, तर सत्य लुकेर रहँदैन थियो। पुलिसको निगरानी सुरु भइसकेको थियो। सामको मृत्युको रहस्य चाँडै बाहिर आउनेवाला थियो। यो क्रूर रातले दुई प्रेमीको सपना पूरा गर्यो, तर न्यायको पहिया घुम्न थालिसकेको थियो। साम अब्राहमको मृत्युपछि 10 महिना बितिसकेको थियो। सन् 2016 को अगस्त 12 तारिक केरलाको कुर्वल गाउँमा सामका बुबा घरमा एक्लै बसेका थिए। अचानक अस्ट्रेलियाबाट पुलिसको फोन आयो। अफिसरले शान्त तर गम्भीर स्वरमा भने, "तपाईको छोराको मृत्यु हार्ट अट्याकबाट भएको होइन, यो हत्या हो। हामीले साइनाइड पत्ता लगाएका छौं र हामीले तपाईकी बुहारी सोफियालाई पक्राउ गरेका छौं।" यो खबर बिजुली झैं पर्यो। सामका बुबाको हातबाट फोन खस्यो। उनी रोए, चिच्याए। परिवारका सदस्यहरू स्तब्ध भए। हार्ट अट्याक भनिएको थियो, अब हत्या कसरी? यो प्रश्न सबैको मनमा घुम्यो। सत्य पोस्टमार्टम रिपोर्टबाट बाहिर आयो। सामको शव केरलामा गाडिएको थियो, तर अस्ट्रेलियन पुलिसले अदालतबाट अनुमति लिएर शव उत्खनन गराए। दोस्रो पोस्टमार्टममा स्पष्ट भयो, रगतमा घातक मात्राको साइनाइड थियो। साथै सेडेटिभ, सुताउने औषधिको ट्रेस भेटियो। यो प्राकृतिक मृत्यु होइन, सोचेर गरिएको हत्या थियो। पुलिसको शंका सोफियामाथि पर्यो, किनकि उनी अन्तिम व्यक्ति थिइन् जसले सामसँग खानापिना शेयर गरिन्। तर पुलिसले हतार गरेनन्। उनीहरूले महिनौसम्म गुप्त निगरानी गरे। सोफियाको फोन ट्याप गरियो, ब्याङ्क रेकर्ड जाँचियो, दैनिक गतिविधि हेर्ने टिम खटाइयो। पुलिसले थाहा थियो अपराधीहरू समयसँगै लापरवाह बन्छन्। 5 महिनापछि ठूलो क्लू भेटियो। सोफियाले सामको कार अरुण कमलासनको नाममा ट्रान्सफर गरेकी थिइन्। सबै पैसा जोइन्ट अकाउन्टमा सारेकी थिइन्। निगरानी टिमले देख्यो सोफिया र अरुण पार्क क्याफेमा गुप्त भेट गर्दै थिए। फोनमा 100 घण्टाभन्दा बढी कुराकानी रेकर्ड भयो। अरुण को थिए? पुलिसले खोतल्यो। सोफिया र अरुण कलेजमा प्रेमी प्रेमिका थिए। सोफियाले सामसँग विवाह गरे पनि अरुणसँग सम्बन्ध राखिन्। अस्ट्रेलिया गएपछि यो सम्बन्ध झन गहिरो भयो। सामको उपस्थिति उनीहरूका लागि बाधा बन्यो। दुवैले हत्या योजना बनाए। पुलिसले अरुणलाई बारमा फसाए, नक्कली साथी बनेर। एक दिन अरुण रक्सीले माते, धेरै कुरा गरे। पुलिसले उनको फोन जाँचे, सोफियासँगको सबै प्रमाण भेटियो। सबै प्रमाण जोडिएपछि पुलिसले सोफिया र अरुणलाई पक्राउ गरे। सोफियाले सुरुमा इन्कार गरिन्, तर प्रमाण अगाडि टिक्न सकिनन्। दुवैले अपराध स्वीकारे। सोफियाले भनिन्, अरुणसँग खुसी हुन सामलाई हटाउनु पर्थ्यो। अरुणले पनि स्वीकारे। मुद्दा लामो चल्यो। सोफियाको डायरी प्रमाण बन्यो, जसमा उनले अरुणप्रतिको प्रेम र सामप्रतिको असन्तुष्टि लेखेकी थिइन्। अदालतले कडा सजाय सुनायो। अरुणलाई 27 वर्ष जेल, पैरोल बिना। सोफियालाई 22 वर्ष, पैरोल बिना। सोफियाले रोई कराई गरिन्, "मेरो छोरा छ, छोटो सजाय दिनुहोस्।" जजले भने, "छोराका लागि तिमी जेलमै राम्रो। उनी तिमीभन्दा सुरक्षित हुनेछन्।" छोराको कस्टडी सोफियाको दिदीलाई दिइयो, तर सामका बुबा आमाले पनि लडे। अन्त्यमा अदालतले सामका बुबा आमालाई कस्टडी दियो। छोरा हजुरबा हजुरआमासँग केरला आए। यो मुद्दाले देखायो कुनै रहस्य सधैँ लुकेर रहँदैन। सामको अन्तिम शब्द, "ताबुतमा फर्कन सक्छु", सत्य भयो। उनको पूर्वानुमान र शंका सही थियो। सोफिया र अरुणको प्रेम रगतमा डुब्यो। परिवारले न्याय पायो, तर साम फर्केनन्। सामका बुबा भन्छन्, "हाम्रो छोराको रगतले न्याय बोल्यो।" यो घटनाले विश्वासघातको खतरा देखाउँछ। बाल्यकालको साथीले पनि कति क्रूर हुन सक्छ। सोफिया जेलमा छन्, अरुण पनि। सामको छोरा हजुरबा हजुरआमाको काखमा हुर्कदैछ। यो अध्यायले न्यायको विजय देखाउँछ, तर परिवारको पीडा कहिल्यै कम हुँदैन। सामको आत्माले शान्ति पाएको होला, तर उनको अनुपस्थितिले घर खाली बनाएको छ। यो सत्य घटनाले हामीलाई झक्छ्याउँछ। प्रेमको नाममा विश्वासघात कहिल्यै सफल हुँदैन। न्याय ढिलो भए पनि आउँछ।